पहिला पहिला है मैले फुटबल वर्ल्ड कपमा दुईटा प्लेयरको मात्रै नाम चिन्थेँ क्या, एउटा रोनाल्डो अनि अर्को क्रिस्टियानो। आजभोलि अर्को दुईटा चिनेको छु कि चारजना भयो। एउटा त्यो अर्लिङ हो कि के बर्लिङ भन्ने अनि अर्को होल्यान्ड भन्ने क्या। जे होस् दुईटा नाम चारवटा नाम जान्ने वर्ल्ड कपको, अरू त केही थाहा छैन गाइज है। गाइज मेसी भन्दा रोनाल्डो जेठो हुनुहुँदो रहेछ है। मेसी चाहिँ 38 हो कि कति वर्ष, रोनाल्डो एकचोटि थाहै छैन मलाई। तर होइन रोनाल्डो लुक लाइक यङ देन मेसी होइन गाइज। के छ हुन त अब मेसी शर्मा जस्तै हुनुहुन्छ हाइट साइड यताउता होइन। रोनाल्डो चाहिँ मेरो आर्यन भान्जा जस्तो हुनुहुन्छ होइन, टक्क हाइटी हाँस्न नपाइने होइन। त्यस्तै हो अब गर्ने के होइन। हाम्रो पसलको एउटा भिडियो बनाइदिनु पहिला, अनि कति भ्युज जान्छ त्यसपछि कुरा गरौँला रे। फ्रीमा रे क्या, फ्रीमा बनाइदिनु रे। मलाई बिहेपछि आफ्नै बुढीलाई त फ्रीमा गर्न पाइन्न माया पिरती होइन। तिजमा रातो साडी होइन, दसैँमा रातो बाले होइन, चैत दसैँमा अर्को जुत्तो किनिदिनु पऱ्यो भनेपछि अनि फ्रीमा गर्छु मैले। आफ्नै त्यो धर्म पत्नीले त फ्रीमा गर्न दिँदैन माया अनि पिरतीका कुराहरू भनेपछि फ्रीमा गरिदेऊ। अन्त म स्टाफहरू ए भाइ साउलाई भन्न, तेरो तेरो साउलाई भन्। स्टाफलाई के टेन्सन व्यापार होस् कि नहोस्, जिम्मा त साउ लिनु नि म्यानेजरले होइन। म्यानेजरले जे गर्यो जस्तो गर्यो स्टाफले त्यो गर्ने हो। स्टाफले साउलाई सिकाउने होइन कि, सिकाउने हो, किनभने साउ पनि लाटा गङ्ग्रा हुन्छन् कोही कोही होइन होइन। तर जिम्मा दाइ म स्टाफ हो दाइ, दाइ प्लिज एकैचोटि गरिदिनु न फ्रीमा दाइ भिडियो। माको भान्जा क्या करूँ मैं, तालचा लगाएर राख्ने 10 वर्ष यस्ता मान्छेलाई मैले। गाइज गेममा यस्तो गर्न पाइन्छ र उहाँ होल्यान्ड भन्ने प्लेयर हुनुहुन्छ अरे होइन। आजभोलि एकदम चर्चित। अब रोनाल्डो र मेसी पछि उहाँको क्रेज हुन्छ होला होइन सायद। जसरी रोनाल्डो मेसीलाई चिन्छ नि दुनियाँले, अब उहाँलाई मात्र चिन्छ। तर यसरी टोकिहाल्ने अथवा होइन कुनै त्यो यो भिडियोमा हेर्नु त माथि खाउँला जसरी। ओ माई गसिप, इज दिस अलाउड इट गाइज? यसरी पनि गेम खेल्न मिल्छ? यो त सुरुमै त्यो नखेल्न मिल्ने हो भनेर राख्ने होइन र। ओ माई गड। हजुरको फ्युचर हस्बेन्डको मिनिमम स्यालेरी कति हुन चाहियो? 5 लाख। त्यही भएर मेरो गर्लफ्रेन्ड नभएर जस्तो मिनिमम स्यालेरी 5 लाख चाहिने र महिनाको आफ्नो 5 रुपियाँ छैन अनि खोया त्यो पैसैले जन्माउने होला बच्चा होइन कि के हो खास कुरा। पैसो यार है। हुन त भन्छन् ह्यान्डसम त अम्बानीको छोरा पनि थिएन है पैसा कमा भन्थेन है।